आजको केन्द्रीय सचिवालय बैठकमा केवल दुईवटा एजेन्डा रहेको थियो। एउटा समानुपातिक सूचीमा राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट हामीले पाएको मतको आधारमा मनोनयन गर्न सकिने 57 जनाको नामावली निर्वाचन आयोगलाई उपलब्ध गराउने, बुझाउने र विविधमा हामीले सबैजनालाई यस निर्वाचनमा आबद्ध आफ्नो जिम्मेवारी निर्वाह गर्नु भएको उम्मेदवारदेखि लिएर अभियन्तादेखि लिएर रासुपाका कर्मचारी साथै मिडियाकर्मी, सुरक्षाकर्मी र निर्वाचन आयोगदेखि हालको वर्तमान सरकारसम्म सबैजनालाई आफ्नो जिम्मेवारीपूर्वक निर्वाह गर्नु भएकोमा धन्यवाद ज्ञापन गर्यौं पार्टीको तर्फबाट। साथै यस क्रममा निर्वाचन अभियानमा अहोरात्र खटेर अहिले स्वास्थ्य अवस्था असामान्य रहेको नेताहरूको स्वास्थ्य लाभको कामना गर्यौं र पहिलो एजेन्डामा हामीले निर्वाचन आयोगलाई आज नै तोकिएको समय सीमाभित्र राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट 57 जनाको नामावली बुझाउने निर्णय गर्यौं, जस अन्तर्गत खस आर्य 17 जना, जनजाति 16 जना, मुस्लिम 8 जना, दलित 8 जना, मुस्लिम 3 जना, मधेसी 9 जना, थारू 4 जना गरी 57 जना र यसमा विधिले माग गरे बमोजिम 48 जना महिला र 9 जना पुरुष रहनुभएको छ। यो बुझायौं, हामीले बुझाउने निर्णय गर्यौं र राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सचिवालयले जिम्मेवारी दिएर यही कर्मचारी र सचिवालय सदस्यहरूको नेतृत्वमा आज नै तोकिएको समयभित्र नै निर्वाचन आयोगमा यो नामावली बुझाइनेछ। तपाईहरुको उत्सुकता हुन सक्छ कि को हुनुहुन्छ त्यो नाममा भनेर। जब हामीले केन्द्रीय निर्वाचन आयोगको केन्द्रीय कार्यालयमा यो नामावली बुझाउँछौं, उहाँहरूले रुजु गर्नुहुन्छ, भेरिफाई र अप्रुभडको प्रोसेस हुन्छ। त्यसपछि निर्वाचन आयोगले नै त्यो सुनामहरू सार्वजनिक गर्नेछ। त्यसपश्चात तपाईहरुले सूचना पाउनु नै हुनेछ। राजनीतिक र कानुनी प्रक्रिया अन्तर्गत जबसम्म निर्वाचन आयोगले सुनामहरू अप्रुभ गर्दैन, भेरिफाई गर्दैन, रुजु गर्दैन, तबसम्म त्यसलाई हामीले हाम्रो तर्फबाट प्रस्तावित मात्र मान्न सकिने भएको हुनाले हामी त्यो नामहरू निर्वाचन आयोगको तर्फबाट नै सार्वजनिक होस् भनेर त्यतिन्जेलसम्म हामी कुर्नेछौँ र तपाईहरुलाई पनि कुरिदिनको लागि अनुरोध गर्दछौँ।